हेलो एभ्रिवान, गुड मर्निङ। बिहानको 6 बजिसकेको छ। मेरो चाहिँ कामको सुरुवात किचनदेखि नै हुन्छ। बिहान उठेर हात मुख धोइसकेपछि म सबसे पहिले किचनमै हो, किनभने 7 बजेको स्कुल हुने गर्दा मलाई बिहान सबसे पहिले टिफिन बनाइदिनु पर्ने हुन्छ। टिफिनको साथसाथ हामी सबैलाई नास्ता मैले एकैचोटि बनाएर राखिदिन्छु। अब त मैले सुजी भिजाएर राखिसकेको छु। आज मेरो नास्ता हुनेछ र स्कुलको टिफिन हुनेछ सुजीको चिल्ला। और यता घरमा सुगर पेसेन्ट भएको हुनाले मैले चाहिँ उहाँको लागि करेलाको जुस बनाइदिँदैछु। यो करेलाको जुस मैले हप्तामा 2 फेर, कभी कभी 3 फेर, नै त 2 फेर मैले दिने गर्दछु उहाँलाई। सानो सानो साइजको 2टा करेलाको जुस बनाइदिने गर्छु। उहाँले पनि मजाले पिइदिनुहुन्छ र आफ्नो सेहतको एकदम ख्याल गरिदिनुहुन्छ। त्यसमा मलाई एकदम खुसी लाग्छ र मैले पनि उहाँको खाना पिना नास्ता पानीबाट लिएर दबाई पानी हरेक चिजको टाइम टु टाइम ध्यान दिनुपर्ने हुन्छ। सो मेरो करेलाको जुस यता तयार भइसक्यो र यता चाहिँ मैले सुजीमा चाहिँ यो सिमला मिर्च र प्याज जति मसिनो म काट्न सक्छु काटेर हालिसकेको छु। अनि स्वाद अनुसार हरा मिर्च पनि मसिनो गरेर काटेर हालिदिन्छु। अनि स्वाद अनुसार मैले यसमा नमक पनि हालिदिन्छु र 2 से 3 चम्मच अन्दाजी दही पनि हालिदिन्छु। अनि तपाईहरूले यसमा मसिनो मसिनो गरेर टमाटरहरू पनि काटेर हाल्न सक्नुहुन्छ। म चाहिँ टमाटर आज हालेन। अनि यो नास्ताको लागि एकदम हेल्दी हुन्छ है। बच्चाहरूले नास्ता खाँदैनन् भने त यस्तो यस्तो बनाइदिएपछि एकदम मनले खाइदिन्छन्। और बुढाबुढीको लागि पनि एकदम हेल्दी नास्ता यो हुने गर्दछ। अनि सफ्ट पनि हुन्छ, खानालाई पनि टेस्टी। सो म यहाँ एक एक गरेर सबै चिल्लाहरू बनाउने छु। अब यहाँ चाहिँ मेरो तावा काफी पुरानो भइसक्यो गाइस। तो यो 20-22 साल पुरानो तावा हो, ननस्टिक तावा। यसले काम दिइरहेको छ है। चिल्ला बनाउनलाई ननस्टिक तावामा सट्ट फर्किन्छ नि त, त्यस कारणले म ननस्टिक तावामै चिल्ला बनाउँछु। यो काफी पुरानो भयो, सो थोडा टेढा मेढा भयो, काम दिइरहेको छ, त्यस कारणले यसलाई अलि फाल्न पनि मन लागेको छैन मलाई। सो गाइज मेरो यहाँ चिल्ला तयार हुँदैछ। अनि यता चाहिँ मेरो नानी स्कुल जाने तयारी गरिरहेको छ। मैले फटाफट उसको टिफिनहरू बनाएर प्याक गरिदिनु पर्ने हुन्छ। अनि मेरो चिल्ला बनाउने तरिका अनि मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ यसो हेरिदिनु होला। र यत्रा बेर बसेर हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी मैले सबै सुजीको ब्याटरको एक एक गरेर चिल्ला बनाउँछु। अलिकति धेरै नै मेरो भएको छ। अनि यसैबाट हामी बुढाबुढीको लागि पनि म आजको नास्ता चिल्ला बनाउने छु। अब यसरी मेरा सबै चिल्ला भए। लास्टको चिल्ला त म बिना तेलकै बनाइदिनेछु, क्योंकि बिना तेल नै बिना घिकै बनाइन्छु, क्योंकि अलि तेल कमै खानुपर्ने हुन्छ नि सुगर पेसेन्टको लागि। ननस्टिक तावा आरामसँग फर्किन्छ, त्यस कारणले लास्टका जति पनि म चिल्ला बनाउने छु बिना तेल घिउको बनाउने छु।